गाइस आज रामधनी मन्दिरमा 108 वटा धारा स्थापना भएर आज घटना भएर आज हामी नुहाउन जाँदैछौँ। औँसीको दिन बिहान ठुलै छ आज नुहाउने कार्यक्रम छ। हाम्रो रामधनी मन्दिर जाने यही हो। घर पनि छेउमै छ होइन, जङ्गल छिरिहाल्यो। अब कति पनि छैन, पुगिहालिन्छ रामधनी मन्दिर। धेरै नजिकै छु होइन। जाउँ गाडी त अनि जङ्गल आइहाल्यो। यो सिकान्छन् हो। अब यहाँदेखि कति छ, यहाँदेखि जङ्गल भेटिहाल्यो। जङ्गलदेखि 3 मिनट छ। सिकान्छ जाउँ। रामधनी मन्दिर आइहाल्यो गाइस। अहिले किच्ची पुग्छौँ क्या। यो अब सुनसरी खोला, यहाँदेखि सुनसरी खोला छ। सुनसरी खोला पारिपट्टि ठ्याक्कै रामधनी मन्दिर देखाउँदै जानेछु तपाईँहरूलाई। यो हो हाम्रो सुनसरी आर्यघाट यहाँ छ हाम्रो होइन। यहाँनिर यो सुनसरी हो। सुनसरी नदी राम्रो यहाँनिर उयो बस्छ। रामधनी हो ए ल ल ल गाईहरू आइसक्नु हो ल। मन्दिर